सबैले गाउँ यो मन्त्र। श्री कृष्णचंद्र भगवान को जय हो। ओम नमो भगवते वासुदेवाय। सबैले भनौं त ओम नमो भगवते वासुदेवाय। हो यति मात्रै भने पनि श्रीमद् भागवत महापुराण श्रवण गरेको फल प्राप्त हुन्छ। अब यति कुरा भइसकेपछि यसरी चाहिँ अब त्यहाँबाट उनै ध्रुव महाराज त्यहाँबाट अगाडि बढेर जान लाग्नु हो। जाँदा 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 अगाडि बढेर गइसके पश्चातका बिचमा उहाँ यमुना नदीको उत्तरपट्टि रहेको एउटा मधुवनमा गएर त्यहाँबाट अब पस्नुभयो। त्यहाँबाट गइसके पश्चातमा उहाँले यमुना जलमा स्नान गरिसके पश्चातमा मधुवनमा पुगेर यमुना जलमा स्नान गरिसकेपछि उहाँले के गर्नुभयो भनेदेखि श्री नारायण भगवान परमात्माको अब उपासना आरम्भ गर्नुभयो। गर्दै 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 जाँदाखेरिमा उहाँले अब पहिला सुरुमा के गर्नुभयो, पहिलो महिनामा भने 3 रात बिराएर उहाँले केवल शरीर निर्वाहको लागिमा बगेरको फल खाएर उहाँले 1 महिना बिताउनु भयो। 3 दिन बगेरको फल खाने अनि 3 दिन नखाने।
3 दिन खाने 3 दिन नखाने गरेर 1 महिना बिताउनु भयो। अब दोस्रो महिना लाग्यो महाराज। अब 6 दिन बिराएर सुकेको पत्ता र घाँस खाएर उहाँले 2 महिना बिताउनु भयो। त्यस्तै गरेर अब तेस्रो महिना लागिसके पश्चातमा उहाँले 9 दिन बिराएर, तेस्रो महिना लागेपछि 9 दिन बिराउने जल पिउने, फेरि 9 दिन बिराउने जल पिउने, यसरी 3 महिना पनि गयो। अब चौथो महिना लागिसके पश्चातमा उहाँले आफूले श्वासलाई जितेर 12 दिनमा श्वास फेरेर बस्न थाल्नुभयो। 12 दिनसम्म श्वास फेर्ने, 12 दिन श्वास नफेर्ने, यस्तो तरिकाबाट बस्नुभयो। पञ्चमे मास्यानुप्राप्ति जित श्वास नृपात्मज 5 महिना लागिसकेपछि त श्वासलाई नै जित्नुभयो, यानि कि श्वासै फेर्न परेन। श्वास नफेरिकन आनन्दको साथमा ध्यान भ्रमण पदैकेन तस्तौ थाडु रिव्याचल आफूले परब्रह्म परमात्मा हरिको चिन्तन गरेर एउटा मात्र पाउले टेकेर त्यहाँबाट आफू निश्चल भएर खडा हुन लाग्नुभयो, उठ्नुभयो। एउटा पाउले टेक्नुभयो, श्वास प्रश्वास बन्द गर्नुभयो, आनन्दसँग बस्नुभयो। यति कुराहरू भइसकेपछि अब श्वासै रोकिसके पश्चातमा जब उहाँले श्वास रोक्नु भएको थियो तब सम्पूर्ण ठाउँमा विश्व ब्रह्माण्डमा त हावा नै रोकियो, श्वास प्रश्वासै कसैलाई छैन। जब उहाँले श्वास बन्द गर्नुभयो नि, हावा नै अब प्रवाहित हुन छोड्यो, कसैले श्वास फेर्न नसक्ने भए। अनि सबैजना आत्तिएर भगवानको शरणमा गएर लहु भगवान परमात्मा के गर्ने होला, कसो गर्ने होला, हामी त सासै फेर्न नसक्ने भयौँ, मरिनी भइयो, के गर्ने भगवान, कसो गर्ने त हामीले, केही उपाय त बताइदिनुस् न त हजुरले भन्दाखेरिमा ल तिमीहरू चिन्ता नगर, उत्तानपाद नाम गरेको राजा जुन रहेका छन् तिनको छोरो ध्रुव अहिले मेरो ध्यान गर्नका लागिमा, तपस्या गर्नका लागिमा आएर बसिराखेका छन्। यस कारणले गर्दा मेरो उनले दर्शनका खातिर बसिराखेको कारणले गर्दा तुरुन्तै गएर मैले यिनलाई गएर दर्शन दिन्छु। तिमी चिन्ता भन्ने चिज केही पनि नगर भनेर सारा सम्पूर्ण भक्तहरूलाई बताएर सारालाई पठाउनु भएर अहिले उनै भगवान परमात्मा हरि आफू ध्रुव महाराजलाई त्यहाँबाट दर्शन दिनका लागिमा जानुभयो, मधुवनमा जानुभयो। मधुवनमा गएर यसो हेर्नु भएको थियो, ध्यान गरेर बसिराखेका थिए आनन्दको साथमा। त्यही बेलामा त एकाएक उनले जुन ध्रुव महाराजले आफ्नो हृदयमा जुन भगवान परमात्मालाई विचार गर्नु भएको थियो, हेरिराख्नु भएको थियो, एकाएक आफ्नो हृदयभित्रको भगवान त हराउनु भयो, विलाप हुनुभयो। अनि हत्तरपत्त हस्याङ र फस्याङ गरेर आत्तेर यसो आँखा हेर्दाखेरिमा त हृदयभित्र जुन भगवानलाई देखे त्यही भगवान अगाडि उभिराख्नु भएको रहेछ। शङ्ख चक्र गदा पद्म धारण गरेर टक्क उभिराख्नु भएको रहेछ भगवान त झलझलाकार भएर। अनि उद्धव जब ध्रुव उठ्न पनि सक्नु भएन, बोल्न पनि सक्नु भएन, हेरेको हेरे ट्वालट्वाल्ती हेरेको हेरै गर्न थाल्नुभयो ध्रुवले। त्यही बेलामा भगवान परमात्माले विचार गर्न लाग्नुभयो, पक्का पनि मेरो लागिमा यो बच्चाले केही भन्न लागेको छ भनेर बोल्न सकेन। अब सम्पूर्ण यसका इन्द्रियहरू खुम्चिएर बसेका छन्। अब यसलाई मैले ताजा गराउनका लागिमा, अब सञ्चालन गराउनका लागिमा यिनलाई मैले के गर्ने त भनेर विचार गर्दाखेरिमा एउटा 5 जने नाम गरेको शङ्ख लिएर गएर दाहिने गालामा यसो छुवाइदिनु भएको थियो। उनका सारा सम्पूर्ण अङ्ग प्रत्यङ्ग सम्पूर्ण कुराहरू चल्न थाल्यो। अनि ध्रुव महाराजले 2 हात जोडेर भगवान परमात्माका लागिमा अहिले प्रार्थना गर्न लाग्नुभयो। योऽन्त प्रविश्य मम वाचा इमां प्रसुप्तं सञ्जीवयात्यखिल शक्तिधर सुधाम्ना अन्यासहस्तचरण श्रवण तुगादीन् प्राणान् नमो भगवते पुरुषाय तुभ्यम्। अब यस प्रकारबाट अहिलेका लागिमा योऽन्त प्रविश्य, मेरो यो अन्तःकरणमा गएर, यो भित्र हृदयभित्र गएर मेरा बाचालाई, मेरा बाँडीलाई, सुतिराखेको बाँडीलाई हजुरले मलाई छोइदिएर 5 जने नाम गरेको शङ्ख गालामा लगाइदिएर
हजुरले मेरा सम्पूर्ण यो शरीरलाई चाहिँ मलाई जीवित गराइदिनु भयो। हस्त चरण श्रवण, मेरा हात चरण श्रवण सुन्नेवाला सम्पूर्ण प्रकारका कुराहरू अहिले स्वचालित भएका छन् भने प्राणान नमो भगवते पुरुषाय तुभ्यम। यस्ता भगवान परमात्मालाई मेरो कोटि कोटि प्रणाम भनेर बताउन लाग्नुभयो। अब समय चल्दै चल्दै जाँदाखेरिमा भगवान परमात्माले के बताउन लाग्नुभयो भनेदेखि ध्रुवका लागिमा वेदाहम ते व्यवसितम हृदि राजन्य बालक, हे राजन्य बालक, हे राजकुमार, मैले तिम्रो मनको भावना सम्पूर्ण प्रकारका कुराहरू मैले बुझिसकेको छु। तिमी किन तपस्या गर्न आयौ, किन ध्यान गर्न आयौ, के कारणले आयौ, यो सबै कुरा मैले बुझिसकेको छु भने अब तिमीले चिन्ता गर्न पर्दैन। तत्प्रयच्छामि भद्रम ते दुरामपि सुव्रत। दिनका लागिमा ज्यादै न कठिन तिमीलाई मैले वरदान दिने भए तापनि त्यो वरदान मैले जसरी पनि तिमीलाई दिनेछु। भनेपछि कस्तो प्रकारको वरदान हो त भन्दा, तिमी हेर अब यहाँबाट मबाट यहाँबाट गइसकेपछि तिमी 36,000 वर्षसम्म तिमीले राजकाज गर्नेछौ। 36,000 वर्षसम्म तिम्रो जवानी, तिम्रो इन्द्रिय, तिम्रो बल शक्ति यत्तिकै रहन्छ, तिमी बुढो हुँदैनौ। तिमीले आफ्नो यज्ञ, आफ्नो चाहिँ राजसभामा, आफ्नो राज्य गद्दीमा, आफ्नो महलमा विभिन्न प्रकारका यज्ञहरू तिमीले गर्नेछौ, सारालाई खुसी बनाउनेछौ। 36,000 वर्ष पश्चातमा कालको शिरमा तिमीले पाउ राखेर तिमी ध्रुव लोकतिर गमन गर्नेछौ। तिमी ध्रुव तारा भएर रहनेछौ। तिमी ध्रुव तारा भएपछि के हुन्छ, उदाउन पनि पर्दैन, अस्ताउन पनि पर्दैन। तिमी त एउटा मियो जस्तो हो। मियो भनेको जस्तो गरेर उखु पेल्ने कोलहरू इत्यादि हुन्छ र अर्को कुरा दाई हाल्ने हुन्छ नि, बीचमा लौरो जब खाँबो गाडेर गोरुहरूलाई घुमाइन्छ नि, त्यहाँ गोरुहरू मात्रै घुम्छन्, त्यो लौरै त त्यो जुन जब मियो त घुम्दैन नि त। भने तिमी भनेको मियो हो ध्रुव, तिमी घुम्न पर्दैन। तिमीलाई सबै नक्षत्र गणहरूले, तारा गणहरूले, सारा सम्पूर्ण गणहरूले तिमीलाई घेर्छन्। अरू त उदाउँछन्, अस्ताउँछन्, तिमी त उदाउन पनि पर्दैन, अस्ताउन पनि पर्दैन। तिमी चम्किलो भएर सधैँभरि रहन्छौ भनेर त्यस्तो प्रकारको वरदान दिएर त्यहाँबाट ध्रुवलाई बिदा दिएर पठाउनु भयो। अब ध्रुव महाराजले भगवानलाई भेट्टाउनु भो रे, वरदान पाउनु भयो रे भनिसकेपछि गाउँले साराले थाहा पाए। अनि त ध्रुव आउँदै हुनुहुन्छ रे भन्ने भएपछि त अब ध्रुवलाई ल्याउनका लागिमा बाटोमा पानीहरू छेपियो, धुलो उड्ला भनेर राता कार्पेटहरू बिछ्याइयो। सबैजना स्वागत गर्नका लागिमा एकदमै आतुर भएर बस्न थाले। ल हेर्नुहोस् त मान्छेको जात कति स्वार्थी। तिनै ध्रुव जङ्गल जाँदाखेरिमा रोक्नको लागिमा कोही पनि आएन, नजाऊ बाबु हामी छँदैछौँ नि भनेर एउटा ध्रुव जब नारद आएका थिए, तिनी पनि रोक्नको लागि भन्दा पनि यिनलाई मन्त्र दिन्छु, यी बच्चाले के जानेका छन् र यिनलाई मन्त्र सिकाउँछु भनेर आउनु भएको हो। भने अरू कसैले पनि नजाऊ भनेनन्, चुपो लाएर बसे। अहिले भगवानलाई भेट्टाएर आएका छन् रे, अब त यिनीसँग शक्ति छ रे, सबै कुरा छ रे भनेपछि सबैजना लाइन लागेर रातो कार्पेट बिछ्याएर स्वागत गर्न थाले। हाम्रो यतातिर पनि त त्यस्तै हुन्छ नि, होइन? दुवै कतार कतैतिर गयो भनेदेखि पुर्याउन जाने मान्छे हुँदैन बिचरा, है? एयरपोर्टसम्म पुर्याउन बल्ल बल्ल त्यही पनि टाइम मिलाएर यसो त्यही पनि एकजना दुईजना जालान्, त्यही पनि गाह्रो छ कतिपयको। अमेरिका जाने हो भनेदेखि लहरको लाइन थियो कति भन्ने क्या, फोटो खिचाउनेको कति लाइन। अब ल विदेशबाट आउँदैछ अरे, लिएर आउँदैछ अरे, चक्लेट पनि किन्यो अरे, आइफोन पनि एक दुईवटा किनिया छ अरे। अब विदेशबाट आउँदैछ अरे भन्ने कुरा अलिकति थाहा पाउन हुँदैन। अलिकति नाता लाग्ने व्यक्तिले नि बाबु तिमी कहिले आउने हो त, आउँदाखेरि अन्त बस्न त पाउँदैनौ है बाबु, मेरै घरमा आउनुपर्छ नि, यहीँ बस्ने हो, तिम्रो दिदी यहीँ छ अथवा तिम्रो अङ्कल यहीँ छ, अन्त टाढा टाढा जानु पर्दैन नि, फेरि यहीँ आऊ है बाबु
म खाना बनाएर राख्छु, यहीँ आउने मिठो चोखो खाने अनि जालौ बाबु। ऊ उड्न जाँदाखेरिमा चाहिँ बिचरा बस्ने ठाउँ नपाएर होटलमा बसेर जान परेको छ। अहिले आउँदाखेरिमा चाहिँ चक्लेट लिएर आउला, केही चिज लिएर आउला, सामान लिएर आउला भनेर मेरै घरमा बस्न आऊ। यस्ता प्रकारबाट यस्तो चलन छ, यहाँ पनि त्यस्तै छ भने ध्रुव महाराजले पनि केही पाइसकेपछि त अब ध्रुव महाराज पनि अब सबैले सत्कार गरे, जानुभयो। गइसकेपछि सबैले सत्कार गरे, ध्रुवले गएर आफ्ना मातापितालाई ढोक सत्कार गर्नुभयो। त्यस्तै गरेर समय चल्दै जाँदाखेरिमा पछि गएर उत्तानपाद नाम गरेका राजाले राजगद्दी त्याग्दिनु भयो, छोडिदिनु भयो। सबैको मोह ध्रुवमा नै भयो, छोरामा मोह सबैको बढ्न थाल्यो। छोरा नै राजा भइदिए हुन्थ्यो, छोराले राजगद्दी गर्दै हुन्थ्यो भन्ने सबैको चाहना भयो। अनि उत्तानपाद नाम गरेका राजाले छोडिदिनु भयो, आफू ध्रुव महाराज राजगद्दीमा बस्नुभयो। ध्रुव महाराजले पनि दुईटी विवाह गर्नुभयो, इलासँग र भ्रमीसँग विवाह गर्नुभयो, वायुपुत्री इलासँग विवाह गर्नुभयो। यस्तै प्रकारबाट समय चल्दै चल्दै जाँदाखेरिमा उनका पनि सन्तान कल्प र वत्सर भन्ने छोरा भए, अनि गय र उत्कल र गय भन्ने दुईटा छोरा भए, चारवटा छोरा भएका थिए। यसरी नै समय चल्दै चल्दै जाँदाखेरिमा एक दिनको कुरा हो, अब सौतेनी आमाको छोरो भाइ शिकार खेल्न गएको बेलामा यक्षका गणहरूले च्याप समातेर त्यो भाइलाई मारिदिएछन्। अनि सौतेनी आमा पनि खोज्न जानुभयो, आगो लागिरहेको ठाउँमा पसेर सौतेनी आमाको पनि प्राण अन्त भयो। ध्रुव महाराजले मेरो भाइलाई मार्नेवाला यक्षका गणलाई तहस नहस पारिदिन्छु भनेर तहस नहस पार्न भनेर लागेका थिए। सारा सम्पूर्ण कति धेरैलाई त मारे। पछि गएर अब त्यहाँबाट स्वयं नाम गरेका मनुले आएर सम्झाउन लाग्नुभयो, बाबु नाति तिमी भगवान परमात्माको ठुलो भक्त भएर पनि यसरी मानिसहरूको हत्या गर्दै जाने हो त, यो काम त तिमीले गर्न भएन नि भनेर त्यहाँबाट निवृत्त गराउनु भयो। पछि कुबेरले आएर के बताउन लागे भनेदेखि तपाईँको भाइको मृत्यु हाम्रो हातबाट भएको होइन, हामीले तपाईँको भाइलाई मारेको होइन, तपाईँको भाइको मृत्यु कालैको हातबाट भएको हो भन्ने कुरा जानकारी गराउन लागे। अनि ध्रुव महाराज आउनुभयो। आइसकेपछि अब 36,000 वर्षसम्म राजकाज गर्नुभयो। त्यो बिचमा ठुला ठुला यज्ञ पनि गर्नुभयो। 36,000 वर्ष पश्चातमा काल स्वयं रूपमा अहिले त्यहाँबाट शक्तिमान भएर यानि कि काल मूर्तिमान भएर आएर बसेको थियो। विमान लिन भनेर आयो ध्रुवलाई, अनि त्यही कालको शिरमा आफ्नो पाउ राखेर 36,000 वर्ष पश्चातमा उनै ध्रुव महाराज ध्रुवलोकतर्फ गमन गर्नुभयो। अनि ध्रुव महाराज त जानुभयो, त्यही बेलामा आमालाई देख्नु भएन। अनि सबैलाई सोध्नुभयो, म त आएँ, मेरो आमा खोइ कहाँ जानुभयो, मेरो आमालाई छोडेर त म एक्लै जान सक्दिनँ भनेर ध्रुवले बताउँदाखेरिमा ध्रुव महाराज तपाईँ जतिको छोरो जन्माउने होला आमा पनि के त्यहीँ बसिराख्नु पर्छ र? तपाईँको आमा त तपाईँभन्दा पनि अगाडि नै विमानमा चढेर गइसक्नु भएको छ ध्रुवलोक। हेर्नुहोस् त भन्दाखेरिमा विमानमा त आमा त माला लगाएर पुरै ससम्मानका साथमा आमा अगाडि बढिराख्नु भएको रहेछ। अनि ध्रुव महाराज ज्यादै न खुसी हुन लाग्नुभयो। यसरी नै ध्रुव महाराजले राजगद्दी गर्नका लागि आफ्नो छोरालाई अराउनु भयो। उनकै वंशबाट अङ्ग नाम गरेको राजाको जन्म भयो। अङ्ग नाम गरेका राजाले धेरै प्रकारबाट अब सम्पूर्ण जनतालाई राम्रो गर्दै थिए। आखिरमा गएर अङ्गको र सुनिताको गर्भबाट एउटा छोरोको जन्म भयो। महाराज त्यो छोरो ज्यादै न दुष्ट भएर जन्मियो, अत्याधिकै दुष्ट। जन्मिसके पश्चातमा त्यहाँबाट अलि ठुलो भएपछि बच्चाहरूलाई चिमटेर भाग्ने, झिर तताएर उन्दिने, उचालेर लिएर गएर इनारमा लगेर हालिदिने, ठ्याक्कै धुन्धुकारी जस्तै यस्तो प्रकारका बदमाश कामहरू गरिसकेपछि अब त्यहाँबाट सम्पूर्ण जनताहरूमा विलाप हुन लाग्यो। सम्पूर्ण जनताहरू रुन लागे, कराउन लागे।
के गर्ने कसो गर्ने होला, यसले त नराम्रै गरेर छोड्ने भयो, बाल बच्चालाई त्यतिकै छोडेर हिँड्न पनि नहुने भयो है। बाल बच्चालाई त्यतिकै छोडेर हिँड्दा यसले बदमास काम गर्ने भयो। बच्चा हराउने त के कुरा, अस्ति भर्खर 1-2 दिन अगाडिको कुरा। काठमाडौँमा थापाथलीमा बच्चालाई राखेर, केवल 26 दिनको बच्चालाई राखेर डाइपर फेर्नका लागि मात्र, डाइपरलाई डस्टबिनमा राख्नका लागिमा आफ्नो बच्चालाई त्यहीँ राखेर यसो डस्टबिनसम्म पुग्दाखेरिमा आउँदाखेरिमा बच्चा छैन, बच्चा हरायो। बच्चा चोरेर लिएर गइछन् एउटीले। विवाह गरेको धेरै समय भएको रहेछ, बच्चा भएको रहन्छ। श्रीमान विदेशमा, म प्रेग्नेन्ट छु भनेर ठ्याक्कै धुन्दुलीको जस्तै व्यवहार गरिन् क्या तिनले है। बच्चा नपाए पनि बच्चा छ म पाउने छु भन्दा भन्दैमा ल अब मेरो श्रीमतीको डेलिभरी हुने बेला भयो, अब म जानुपर्छ भनेर श्रीमान विदेशबाट आउने बेलामा त्यस्तो प्रकारको सोच राखेर गएर त्यो बच्चालाई टिपेर उनले लिएर गइन्, काँडाघारीतिर कता लिएर गइन्। पछि पुलिसको सहयोगबाट खोजबाट पत्ता लाग्यो भने यस्तो रहेको छ। त्यसैले आफ्ना बालबच्चाहरूलाई चाहिँ एकदमै जोगाउनु पर्छ, एकदमै विचार गर्नुपर्छ। यस्तो यस्तो समय आइसकेको छ, चोर्दै लाँदै गर्ने के गर्ने। धन्न सिसिटिभीहरू ठाउँ ठाउँमा रहेका छन् र त्यसले केही सहायता गरेको छ, धेरै मद्दत गरेको छ। त्यसैले अहिले कलियुगमा यस्ता धुन्धुकारी जस्ता जन्मिसकेका छन् भनेर यिनै प्रकारका कुराहरू बताउनु भयो। त्यसैले लौ न भगवान् परमात्मा हरे, अब यसले ज्यादै नराम्रो गर्यो, आज नराम्रो गर्यो, अब घरमा आएर कुरा लाउने कसलाई भन्दा आमा र बुवालाई त हो नि, होइन गाउँले ल्याएर भन्ने तिम्रो छोरो त बदमास भएर गयो, बिग्रेर गयो, लो बचाउनु, लो तिम्रो छोरोलाई कन्ट्रोलमा राख्नु पर्यो, होइन भने यस्तो गर्छौँ उस्तो गर्छौँ भन्छन् नि। एक दिन आएर भने, 2 दिन आएर भने अत्याधिकै भएपछि त मान्छेलाई पनि त विरक्त लाग्छ नि। अनि अङ्ग राजाले चाहिँ उनको पिताले घर छोडेर जङ्गलमा गए। यस्ता प्रकारका चिन्तन मननहरू भइरहेको थियो। त्यही बेलामा सारालाई सताउन थालिसके पश्चातमा सबैले गएर लौ न भगवान् परमात्मा हामीलाई बचाइदिनु पर्यो, यो बेनले त गर्न हुने नहुने सम्पूर्ण प्रकारको कर्म गर्न थाल्यो भनेर सबैले भगवानको शरणमा गएर बताउन लागे, बचाइदिनु पर्यो ये हरि, बेनले जनताहरू आयो धरधरी। बचाइदिनु पर्यो ये हरि, बेनले जनताहरू आयो धरधरी। साना बच्चा देख्नै हुन्न इनारमा हाल्ने, त्यस्तो स्वभाव थियो क्या त्यसको। साना बच्चा देख्नै हुन्न इनारमा हाल्ने, कोहीलाई नदी कोहीलाई भने कुवातिर फाल्ने। बचाइदिनु पर्यो ए हरि, बेनले जनताहरू आयो धरधरी। बचाइदिनु पर्यो ए हरि, बेनले जनताहरू आयो
अनि त्यस पछाडि उनको पिताले के कुरा विचार गरेछन् भने बस्छु बरु अब म त जङ्गलमा गएर यस्तो दुष्ट छोरो हुनुभन्दा बरु जङ्गलमा गएर बस्छु भनेर जानुभयो। बस्छु बरु अब म त जङ्गलमा गएर राज्य छोडी गए अङ्ग बेन्दुष्ट भएर दिनु पर्यो ए हरि यसले जनता रुवायो धरधरी दिनु पर्यो ए हरि यसले जनता रुवायो धरधरी। जय बोलो श्री कृष्णचन्द्र भगवान को जय हो। ल अब बसौँ एकछिन। एकदम कानमा ट्याङ्की ट्याङ आएर मलाई जहाँसम्म लाग्छ टिटी चाहिँ यही हो कि खोलिदिँदा एकचोटि होइन यस्तो सबै गाउँदाखेरि आउँछ कि यसबाट हो कि कुनबाट मेन भोकल माइक नै भन्छ एम्पहरुको नघटाउ न हिजोकै जस्तो बनाइदिन न ट्याक्क हिजो बेलुका पनि अब भरे आउँछ त दाइ फेरि अब बनाउन फेरि बेलुका बोलाउन है चलाउने त्यहाँबाट हो क्या तल एमबाट चलायो भने एउटा मिलाउँदा अरू सबको बिग्रिन्छ क्या त्यही भएर यस्तै प्रकारबाट अहिले राजा परीक्षितका लागि सुखदेव स्वामीले बताउन लाग्नुभयो। यसरी बेनाम गरेको जुन रहेको थियो त्यो बेनाम गरेको राजकुमार त्यसले ज्यादै नराम्रो गर्यो अनि अङ्ग पनि राज्य छोडेर गए। अब राजा बिनाको राज्य हुँदैन भन्ने चलन थियो नि त पहिला, होइन त? राजा बिनाको राज्य हुँदाखेरिमा त्यसमा अब त्यहाँबाट अराजक हुन्छ भन्ने कुराहरू रहेको थियो। त्यसैले गर्दाखेरिमा अङ्ग पनि नहुने दुष्ट बेन भएको कारणले गर्दा अहिले चोर डाकुहरू पनि अब निस्किन थाले। राजा भएनन्, दण्ड दिने कोही छैन अनि बेन आफै त्यस्तै छ अनि कसले कन्ट्रोल गर्ने, कसले चाहिँ त्यहाँ हेरचाह गर्ने, सबैजना चाहिँ आत्तिन लागे। महाराज कस्तो हुन लाग्यो भने दुईपट्टि एउटा काठमा दुईपट्टिबाट आगो लागेर बिचमा भएको कमिला जस्तो भएछन् क्या जनता। त कमिलालाई यता जाउँ पनि आगो लागिराखेको छ, उता जाउँ पनि आगो लागिराखेको छ, कता जाने? जनता पनि ठ्याक्कै त्यस्तै भए। किनभने एकपट्टि जाउँ बेनको शरणमा जाउँ, बेन पनि त्यस्तै दुष्ट छ, अरूको शरणमा जाउँ अरू पनि चोरफटा डाकु भएर निस्किसकेका छन्। जनता ज्यादै न चिन्तित भए। त्यही बेलामा बरु राजा बनाइदिइसके पश्चातमा यो बेन केही न केही सुधार हुन्छ कि चोरलाई नै चापिदिइसकेपछि तै पनि चोर्दैन कि भनेर चोरलाई चापिदिएका महाराज के हुने, गतिलो मान्छेलाई दिया भए पो गतिलो हुन्थ्यो त। उसले के गरेछ भनेदेखि राजा बनाइदिएछन् अनि सबैलाई एक समयको कुरा हो, खबर के पठाएछ भनेदेखि ल अब सबैजना आउनु होला।